पार्टीका सभापति रवि लामिछानेले पछिल्लो 2 दिनमा दोस्रो पटक काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहसँग भेटवार्ता गर्नुभएको छ। पहिलो भेटवार्ता आइतबार भएको थियो भने अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असीम शाहको घरमा रवि लामिछाने र बालिन शाह समूहबीच भेटवार्ता जारी छ। आजको भेटवार्ता 3 घण्टादेखि चलिरहेको स्रोतले बतायो। रवि लामिछाने फागुन 21 को आम निर्वाचनमा बालिनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालिन निकट स्रोतले बताएको छ। यसका लागि बालिन समेत संलग्न देश विकास पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकीकरण गर्ने र एकीकरण पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्ने प्रस्ताव गरिएको बालिन निकट स्रोतले दाबी गरेको छ। रासपा स्रोतले भने बालिनसँग सहकार्य गरेर जानेबारे छलफल भइरहे पनि यति विस्तृत कुराकानी नभएको बतायो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व सांसद शिशिर खनालले भने सोमबार एक अन्तर्वार्तामा काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न सकिने स्वीकार गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका चर्चित मेयर बालिन शाह बीच भएको यस भेटघाट कार्यक्रमले राजनीतिक वृत्तमा ठूलो तरङ्ग कम्पन गरेको छ। आगामी निर्वाचन निकै रोमाञ्च र रहर लाग्दो बन्न गइरहेको छ। छिटोभन्दा छिटो यस मिलनको समाचार अझ अगाडि बढ्ने अभ्यासमा छ। त्यसको व्यग्र प्रतीक्षामा देश विदेशमा रहेका सम्पूर्ण नेपाली रहेका छौँ। अग्रिम बधाई शुभकामना।